सबैको आत्मा बराबर नै हो। तपाईँले मस्किटो मारे पनि एउटा मान्छेले काटेर मारे पनि पाप चाहिँ बराबर हो। आत्मा एउटै हो। नम्बर 7 हुन्छ नि, कुरा बुझ्नुभयो नि त। त्यसले गर्दाखेरि मान्छेको सोचमा परिवर्तन हुनु धेरै ठुलो कुरा हो, बुझ्नुभयो नि। त्यसले गर्दाखेरि भगवान बुद्धले के भन्नुभएको छ भन्दाखेरि चाउसुक्सेन्से रिम्पोचे माके पनम के ग्युचे के पन्यमा मे पनि घुम्ने घुम्दु फ्लावर सोप भनेको छ है। त्यो भनेको के भन्दाखेरि जबसम्म तपाईँको मनमा बोधिचित्तले बास गरिसकेपछि तबसम्म त्यो तीव्र गतिमा विकास भएर जाँदैन, तबसम्म चाहिँ तपाईँको मनमा बोधिचित्तले बास गरि नै राखोस् भनेको त्यो प्रार्थना हो। कुरा बुझ्नुभयो नि। दिक्पच्याङ निचासिङ घ्यावा पुन्छुम छोकर चाहिँ राङ्गिसेम नि हिउँसुदु दिनिसाङ एत्यम्बा हि भनेको चाहिँ दिक्पच्याङ निचासिङ तपाईँले कुनै पनि पुण्य नै गर्नु सकेन, न्युले पनि बस्नु सकेन, घरमा बिहान बेलुका पाठ पूजा पनि गर्नु सकेन, तपाईँको घरमा के अरे पूजापाठ गर्ने लास्याम पनि छैन, तपाईँ एकदम गरिब हुनुहुन्छ, निम्न परिवारको हुनुहुन्छ भने पनि पुण्य गर्नु सकिन्छ। कसरी भन्दाखेरि तपाईँको मनलाई चाहिँ सधैँ नै सफा राख्नु सक्नु पर्यो। दिक्पच्याङ निचासिङ भनेको कहिले पनि अकुशल कर्म नगर्नु है। दिक्पच्याङ चाहिँ के हो बोल्छौँ चक्कर चेक भनेको सक्नुहुन्छ भने सधैँ नै कुशल कर्म गर्नुहोस् है। दिक्पच्याङ चाहिँ के हो बोल्छौँ राङ्गिसेम नि हौसुदुल आफ्नो मनलाई चाहिँ जति सक्दो तपाईँले निगरानी गरेर आफ्नो मनलाई जति सक्दो चाहिँ बोधिचित्तलाई चाहिँ बास गर्नु सक्यो त्यसलाई नै भन्छ धिनिसाङ एत्यम्बा हि भनेको भगवान बुद्धको धर्म त्यसलाई भन्छ। घरमा ठुल्ठुलो मूर्ति राख्ने, गुम्बा ठुल्ठुलो बनाउने, बिहान बेलुका घन्टी बजाउने, 2-3 घन्टा पूजापाठ गर्नेलाई मात्रै बुद्धको धर्म भन्दैन। तपाईँको केही पनि छैन तपाईँकोमा, फेरि पनि तपाईँको मनलाई एकदम सफा गरेर चित्त शुद्ध गर्नुभयो भने, कसैलाई पाप नचिताउने, कुरा बुझ्नुभयो नि, हानि नपुर्याउने गर्नुभयो भने त्यो पनि भगवान बुद्धको धर्म हो भनेर भन्नुभएको छ। हो त्यसले गर्दाखेरि हामीले न्युने बसिसकेपछि न्युनेको तपाईँहरूको एउटा त्यो ख्वाइस हुन्छ नि, विस तपाईँहरूको ख्वाइस हुन्छ नि, त्यो चाहिँ दुःख बिमार नहोस्, धन सम्पत्ति नपाओस्, घर ठुलो होस्। अब यो भौतिक कुराको फेसिलिटीहरू हाम्रो मान्छेको मनमा सबैभन्दा पहिला के हो नि त, धुप जलाएर भगवान अगाडि उभियो भने माग्नु सुरु भइहाल्छ। भगवान घर चाहियो, गाडी चाहियो, छोरा नहुनेलाई छोरा चाहियो, घर न अब त्यो सबै कुराको होइन, भौतिक कुराको सबै कुरा सम्पन्न त्यो हुन्छ। भगवानलाई मागेर पाउने कहिले पनि होइन, कुरो बुझ्नुभयो नि। भगवानलाई मागेर पाउनु सक्दैन, बुझ्नुभयो। त्यसले गर्दाखेरि भगवान्कोमा जहिले पनि तपाईँहरू प्रार्थना गर्ने समयमा भगवानले धन्यवाद भन्ने मात्रै हो। सबै दियो भगवानले, तपाईँलाई सबै दियो भने कसो ब्याङ्कमा कति कति छ होइन, घर छ, सबैको जमिन छ, बारी छ, अनि सबैले भगवानले दिएको हो नि त। अहिलेसम्म तपाईँहरूको आँखा फुटेको छैन, खुट्टा भाँचेको छैन, हात भाँचेको छैन, त्यो सबैभन्दा ठुलो कुरा हो नि त होइन। त्यसले गर्दाखेरि तपाईँको भौतिक त तपाईँकोमा करोड रुपियाँ सम्पत्ति भए पनि, 10वटै बिल्डिङ भए पनि, जति नै सम्पन्न नै भए पनि त्यो कतिखेर के हुन्छ, त्यो भौतिक वस्तु भनेको अनित्य हो, एकैछिनमा पनि खत्तम हुनसक्छ। नेपालमा त्यो भुइँचालो आउने बेलामा करोडको महलहरू आफ्नो आँखाको अगाडि डङ डङ भत्केर जाने बेलामा सहनु नसकेर हार्ट एट्याक भएर मान्छे मर्यो। हो त्यस्तो हुन्छ। अब सम्पत्तिको भनेको क्षणिक, भौतिक वस्तु भनेको क्षणिक सुख हो, एकछिनमा जे पनि हुनसक्छ। त्यसले गर्दाखेरि सबैभन्दाखेरि ठुलो सम्पत्ति भनेको त तपाईँको मन, तपाईँको मनमा सन्तुष्टि हुनु सक्नु पर्यो, बुझ्नुभयो नि त। यो मनलाई चाहिँ तपाईँले जबसम्म सन्तुष्टि गर्नु सक्नु हुँदैन तबसम्म तपाईँको त्यो मन चाहिँ एकदम भाउ तारेर 1 तला सुन भयो, 10 तला सुन भयो, 5 लाखको गाडी भयो, 25 लाखको गाडी, 1 तला बिल्डिङ भयो, 3 तला बिल्डिङ, त्यो मन कन्ट्रोल नै हुँदैन। जति तपाईँको मन भाउ तारेर पुग्छ त्यति तपाईँले दुःख पाउनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ मनलाई चाहिँ जबसम्म भगवानको पूजा गर्ने भनेको आफ्नो मतलबको लागि मात्रै होइन, बुद्ध र बोधिचित्त चाहिँ प्राप्त नहुन्जेलसम्म चाहिँ बुद्धको शरणमा जानु सक्नु पर्यो, बुझ्नुभयो नि त। अब शरणगमनको विषय भयो र बोधिचित्तको कुरा पनि भयो। शरणगमन भनेको बुद्धको शरणमा किन जाने र शरणगमनमा जाने बेलामा आफ्नो मन चाहिँ कस्तो हुने, सेम के भनेको चाहिँ मोटिभेसन, इङ्ग्लिसमा मोटिभेसन भन्छ, चित्त उत्पाद। तपाईँको मन न्युनेमा भगवानको शरणमा जाने बेलामा कुनै पनि आफ्नो मतलब नराखेर, जबसम्म मेरो मनमा बोधिचित्तले बास गर्दैन तबसम्मको लागि, जबसम्म बुद्धको ज्ञान प्राप्त हुँदैन तबसम्मको लागि भनेर शरणमा जानु पर्यो है। हो त्यसले गर्दाखेरि अब यो बुद्ध र बोधिचित्त प्राप्त नहुन्जेलसम्म चाहिँ हामीले निरन्तर धर्म गर्नुपर्ने हुन्छ है। त्यो भयो। मनमा सधैँ नै हामीले के गर्नु पर्यो भन्दाखेरि
न्युने बस्ने समयमा सांगे छगे स्वप्नमला चाउँछु बर्दो दानी क्याप्सु चाहिँ धागे जिन्सो गिबी सनमगी ढोला फेन्से सांगे टोपर शो अब यो शरण गमनको कुरा हो सांगे छदन छोक छोकला सांगे बुद्ध र धर्म अनि धर्मको सबैभन्दाखेरि उच्चतम गुरु छोक छोकला सर्वश्रेष्ठ गुरु चाङसुक बर्दो क्याप्सु ची भनेको चाहिँ अघि मैले भने जस्तै गरेर